नमस्कार साथीहरू। आज बीबीसीले जुन रिपोर्ट निकालेको छ त्यो सम्बन्धी चाहिँ केही प्रश्नहरू चाहिँ हाम्रो नेपाली नागरिकसित प्रश्न गर्न गइरहेका छौँ हैन। उहाँको नाम चाहिँ आफ्नो नाम मेरो शुभ नाम तिलक राज बस्नेत। मेरो घर चाहिँ सिमरा 12। हाल म संयुक्त अरब एमिरेट्स दुबईमा एउटा रेस्टुरेन्टमा कार्यरत छु। रोजगारको सिलसिलामा दुबई आएको झन्डै 1.5 वर्ष हुन लाग्यो। जुन बेला जेनजी आन्दोलन चर्किरहँदा त्यो बेलामा म आफ्नो देश बाहिर थिए, कर्मभूमिमा थिए, मातृभूमिमा त्यो बेलामा थिइन। सायद त्यो बेलामा म मेरो मातृभूमिमा अवस्थित भएको भए आज त्यो 76 जना मर्दाखेरि एउटा नाम मेरो पनि जोडिन सक्थ्यो होला। तर जुन घटना अवस्था, जुन त्यहाँको सिनारीहरू हेर्दाखेरि, जसरी आज त्यो बीबीसीले न्युज निकाल्दाखेरि आफ्नो मुटु चर्किएको छ। अर्काको देशमा बसेर जुन एउटा बाध्यता भएर, लाचार भएर जुन भिडियो हेरेर चित्त बुझाउनु परिरहेको छ, सायद आफ्नो देशमा भएको भए आज जेनजी युवाहरूको लागि केही गर्थ्यो होला भन्ने एउटा मनमा काहुल्यता उब्जिएको छ। आजको बीबीसीको भिडियो हेरिसकेपछि धेरै मन दुखेको छ। सायद एउटा विज्ञप्ति कतै मैले भिडियोहरू देखेको थिएँ, पहिला संसद भवन जल्यो, त्यसपछि गोली चल्यो भन्ने। आजको भिडियो हेरेपछि एमालेका कति नेता कार्यकर्ताहरूलाई छरपष्ट भयो होला, प्रष्ट देखाइएको त्यो भिडियोमा के भएको थियो भनेर उनीहरूले देखेपछि अहिलेसम्म कुनै पनि पार्टीका नेता कार्यकर्ताहरू आएर कुनै पनि सोशल मिडिया प्लेटफर्ममा आएर अभिव्यक्ति दिनुभएको छैन। सायद यसले नै देखाइसक्यो कि मेरो देशको अवस्था कस्तो रहेछ भनेर यो भिडियो मार्फत सार्वजनिक भएको छ। म विदेशमा बसेर, विदेशमा रहेर त्यो भिडियो हेर्दाखेरि पनि मसँग कार्यरत मेरा साथीभाइहरूले त्यो भिडियो देख्दाखेरि उहाँहरू जुन आँखाबाट एउटा भावनात्मक रूपमा जुन त्यो भिडियो देखेपछि उनीहरूको आँखाबाट आँसु झरेको थियो, त्यो म कुनै क्वेसनले त्यो वर्णन गर्न सक्ने अवस्थामा थिइन। विदेशमा अर्काको देशमा बसेर भिडियो हेर्नेलाई त अर्काको देशको नागरिकलाई त यस्तो चिन्ता थियो नि, म अर्काको देशमा आएर त्यो सबै देख्न दृश्य एउटा लाचार भएर हेर्नेलाई कति देशको चिन्ता थियो होला त। भएन।